हाई एभ्रिवान, स्वागत छ मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ म जाँदैछु नाम्ची, एकदमै सुकुनको सास लिँदै। किन भन्नु न, कति भएको थियो असाइनमेन्ट लेखेको कि, अन्त बल्ल 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 सकेर चाहिँ अनि म बुझाउनुको लागि चाहिँ नाम्ची गएको। त्यसपछि सिधै क्याफेमा गएर चाहिँ यो फ्रन्ट पेजको लागि सबै के भन्छ त्यो अगाडिको पेजहरू निकालेर चाहिँ त्यहाँ इनरोलमेन्ट नम्बरदेखि लिएर कोर्स कोडहरू सबै लेखिसकेर चाहिँ यहाँ म मिलाउँदैछु। अन्त कस्तो बेसी खुसी लागिरहेको थियो, बल्ल 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 लेखिसकेर चाहिँ बुझाउनु जाँदैछु नि त। एउटा पेज पनि नबिगारी लेख्नुको लागि चाहिँ एकदम कन्सन्ट्रेट गरेर लेखिरहेको छु म चाहिँ यहाँनिर आइडी कार्डबाट हेर्दै। अन्त त्यसपछि सकेर चाहिँ म यहाँनिर त्यो हाट बजार जानेपट्टि गाडी पाउँछ कि भनेर गएँ कि, तर त्यहाँनिर चाहिँ गएर गाडी पर्खिनु चाहिँ बेकार रहेछ, त्यहाँनिर गाडी पाउँदैन रहेछ नि त। मलाई चाहिँ थाहा थिएन। अन्त त्यसपछि नाम्ची स्ट्यान्डमै गएर चाहिँ अनि मैले गाडी एउटा रिजर्भ लगेँ। अन्त चाहिँ अब जाँदैछु कलेजपट्टि। यहाँनिर देख्नु सक्नुहुन्छ तपाईँहरूले सेन्ट्रल पार्क। अन्त मैले चाहिँ यहाँनिर अङ्कललाई भन्दै थिएँ नि त, अङ्कल मैले यहाँनिर गाडी पर्खेको थिएँ कि पाउँदैन रहेछ यहाँनिर त भनेको। अन्त अङ्कलले त्यहाँनिर त पाउँदैन नि, आधीसम्म मात्रै छ रोड भनेर भन्नुहुँदै थियो नि त। मलाई चाहिँ थाहा थिएन। अब कतिजनालाई थाहा छैन होला यो, अब कतिजनालाई थाहा नहुनेहरूलाई चाहिँ इन्फर्मेटिभ भिडियो हुनसक्छ होइन। र फाइनली म चाहिँ कलेज पनि आइपुगेँ। त्यसको बादमा म सिधै भित्र एन्टर गरेँ, कहाँनिर हो भनेर खोज्दै थिएँ, तर ठिक्कै त्यहीँनिर रहेछ देखिहालेँ मैले। अनि गएर मैले सब्मिट गरेँ, यहाँनिर लेख्नु पर्दो रहेछ अनि फोटोहरू सबै खिच्नु पर्दो रहेछ। त्यस बादमा चाहिँ म निस्केँ कलेजबाट अनि भिडियो बनाउँदै निस्किनु पऱ्यो भनेर चाहिँ यति डरलाग्दो खुसी भइरहेको छु कि आज चाहिँ म यस्तो सोध्छु, म यस्तो सोध्छु, यस्तो सुकुनको के भन्नु अब तपाईँहरूलाई। म एकदम खुसी छु त्यो बुझाइसकेर चाहिँ, म एसाइनमेन्ट बुझाइसकेर चाहिँ। अनि मेकिङ भ्लग इज नट इजी रहेछ, किन भन्नु न, देयर आर सो मेनी स्टुडेन्ट होइन। अन्त तपाईँले भ्लग बनाउँदै हिँड्दाखेरि चाहिँ यु फिल लाइक दे अल आर वाचिङ भनेर अलिकति सरम पनि लाग्दो रहेछ नि त। तर अब यो जर्नी मैले स्टार्ट गरिहालेँ भनेर चाहिँ अब मैले सरम मान्दै भए पनि भिडियो बनाउँदै बाहिर निस्किँदैछु। मैले चाहिँ के भन्नु खोजेको भन्दा चाहिँ नि, भ्लग बनाउनु पनि सजिलो कुरा चाहिँ होइन रहेछ, सजिलो काम चाहिँ होइन रहेछ। किनभने सबैजनाले बनाउनु सक्दैन भने रहेछ, त्यो चाहिँ मैले फिल गरेँ। किन भन्नु न, कतिजना अब क्यामेरा साई हुन्छ नि त, फोटो पनि खिच्नु नमान्ने हुन्छ नि त कतिजना। अन्त भिडियो बनाउँदै हिँड्नु त एकदमै लाइक टफ काम रहेछ। सब्मिसन गरेर अब म चाहिँ फर्केको, कलेजमा बुझाइ पनि सकेँ।